यो भिडियोलाई अन्त्यसम्म तपाईले हेर्नु होला। तपाईहरु यो समय आफ्नो कामकाजमा सफलता पाउनु भएको छैन, जे काम गर्न जानुहुन्छ तपाईलाई रुकावट मिलिरहेको छ, तपाई मेन्टली पनि डिस्टर्ब भइराख्नु भएको छ, यो सम्बन्धमा पनि तपाईले चाहे जस्तै खुशी तपाईले पाउनु भएको छैन, तपाईको हेल्थमा पनि समस्या छ, तपाई जति गर्न खोज्दा पनि निराशा हासिल गर्दै हुनुहुन्छ या कन्फिडेन्ट लेभल तपाईको छैन, तपाईलाई थकान या तपाईलाई चिन्ता फिक्री महसुस भइरहेको छ भने याद गर्नुहोस् तपाईको समय अब परिवर्तनको समय हो। तपाईले यति कुरा याद गर्नुहोस्, जे कुरा तपाई आफ्नो जीवनमा सफलता पाउन चाहनुहुन्छ नि त्यो अलरेडी दिनको लागि यो युनिभर्समा एक्जिस्ट छ। कुनै पनि एरियामा तपाई सफलता चाहनुहुन्छ, खुशी चाहनुहुन्छ, शान्ति चाहनुहुन्छ, सम्पन्नता चाहनुहुन्छ भने यो पोसिबल छ अकर्डिङ टु ल अफ अट्र्याक्सन। सो अब कसरी यसलाई पाउने त? यति पाउन सजिलो भए त सबैको जीवनमा सफलता आउने थियो भन्छौँ हामी, त्यस्तो होइन। तपाईले कुनै पनि फर्मुला राइट तरिकाबाट लगाउनु भएको छ भने निश्चय नै त्यो फर्मुलाको एउटा एनर्जी बन्छ। जस्तो साइन्समा हामीले पढेका छौं पानीको पनि फर्मुला हुन्छ H2O। अगर तपाईले H2O को फर्मुलाको केमिस्ट्रीलाई राइट तरिकाले लगाउनु भएन भने त्यसको रिएक्सन हुँदैन। त्यस्तै युनिभर्समा पनि फर्मुला छ, तपाईले प्रपरली युनिभर्सल फर्मुलालाई आफ्नो सफलतामा लगाउनु भयो भने अकर्डिङ टु ल अफ अट्र्याक्सन तपाईको जीवनमा सफलता निश्चय नै आउँछ। एक दिनमा हुने कुरा हैन, तपाईले निरन्तर प्र्याक्टिस गर्नुपर्छ यसलाई र प्र्याक्टिकल द्वारा तपाईले रिजल्ट पाउनुहुन्छ। किनभने यो अर्थमा हरेक कुरा एउटा सिस्टम र फर्मुलामा चलेको छ। जस्तै एक्जाम्पल दिन्छु, ग्राभिटी यो पृथ्वीमा गुरुत्वाकर्षणको नियम छ, यो पनि एउटा फर्मुला र नियममा चलेको छ। तपाईले मान्नुस् नमान्नुस् तर पनि ग्राभिटीले आफ्नो काम गरिरहेको छ। त्यस्तै गरी ल अफ अट्र्याक्सन अलरेडी तपाईको जीवनमा काम गरिरहेको छ, बसर्त तपाईले नजानेको कारणले त्यो कुरा पनि तपाईले आफ्नो जीवनमा अट्र्याक्ट गर्नु जुन तपाईलाई चाहिएको छैन। अब के गर्नु पर्यो, तपाईले राइट वेमा ल अफ अट्र्याक्सनलाई जान्नु भयो भने तपाईले आफ्नो जीवनमा चाहिएको असल कुरालाई अट्र्याक्ट गर्न सक्नुहुन्छ। आकर्षणको नियमले त्यही भन्छ, तिमी जे सोच्छौ, जेको बारेमा अनुभव गर्छौ, जुन कुरालाई तिमी बिलिभ गरेको छौ, प्रोग्रामिङ गरेको छौ, त्यही कुराको रियालिटी सर्कमस्टान्सेस र सिचुएसन तिमीले आफ्नो तरफ अट्र्याक्ट गर्नेछौ। सो तपाईले फर्स्ट थिङ के गर्नुपर्छ, आफ्नो बिलिफ सिस्टम र ब्रेनको प्याटर्नलाई चेन्ज गर्नुपर्छ। हाम्रो ब्रेनलाई एक्चुअल रियालिटी र इमेजिनेसनको रियालिटी थाहा छैन। तपाईले आफ्नो ब्रेनको प्याटर्न त प्रोग्रामिङ त्यसलाई चेन्ज गर्न सुरु गर्नुपर्छ प्र्याक्टिकलद्वारा। सो फर्स्ट थिङ, अगर तपाईँ सफल साँच्चै नै बन्न चाहनुहुन्छ या कन्फिडेन्ट बिल्डअप गर्न चाहनु, सबै कुरा पोसिबल छ। आजदेखि आफ्नो ब्रेनको बिलिफ प्याटर्नलाई चेन्ज गर्नुहोस्। आजबाट तपाईले त्यही कुरा सोच्न, बोल्न, हेर्न सुरु गर्नुहोस् जुन तपाईलाई आफ्नो जीवनमा चाहिएको छ। सिम्पल कुरा, कपी कलम लिनुहोस् र 1 महिनाको गोल बनाउनुहोस्। तपाईले 1 महिनामा कुन कुन कुरामा सफलता चाहिन्छ लेख्नुहोस्, आरामले लेख्नुहोस्। लेखिसकेपछि पहिलो कुरा त तपाईको दिमागमा आउँछ, कहाँबाट कसरी पुरा हुन्छ केही थाहा छैन। डोन्ट आस्क युनिभर्सलाई कसरी आउँछ, ओन्ली अलाउ गर्नुहोस् कि यो कुराको लागि म डिजर्भिङ छु, अब आजबाट म आफ्नो प्याटर्नलाई चेन्ज गर्छु। र तपाईले प्र्याक्टिकली ब्रेनको प्याटर्नलाई चेन्ज गर्ने प्र्याक्टिसहरू सुरु गर्नुपर्छ। र म यो भिडियोमा एउटा प्र्याक्टिकल सिकाउँछु, त्यसलाई तपाईले गर्नुभयो फर्स्ट स्टेपमा भने नेक्स्ट भिडियोमा म तपाईलाई सेकेन्ड एन्ड थर्ड यसरी नै सिकाउँदै जान्छु। सो फर्स्ट प्र्याक्टिकल मेथड के हो भन्दाखेरि, फर्स्ट थिङ तपाईले सुरु गर्नुपर्छ आफ्नो बिलिफ सिस्टमलाई चेन्ज गर्नको लागि आफूमा भएको जुन कमजोरीहरू, जुन तपाईको बिलिफ सिस्टम छ, जुन तपाईको एक किसिमको डर, फियर छ अहिलेसम्म कुनै पनि एरिया प्रति, त्यसलाई तपाईले डिलिट गर्नुपर्छ। अब जब तपाईले कुनै पनि ड्रिम लेख्नु, अब त्यो ड्रिम पूरा हुनको लागि तपाईमा कुन कुन लिमिटेड बिलिफ छ, जस्तो मानिलिउँ ममा क्वालिफिकेसन छैन, ममा यो छैन, म हुन सक्दिनँ होला, मैले मान्छे मतलब लट अफ थिङ, ती सबै लेख्ने। के बिलिफ सिस्टमले तपाईलाई भनिरहेको छ कि यो पूरा हुन सक्दैन, त्यो सबै लेख्ने। लेखिसकेपछि त्यसलाई तपाईले जलाइदिने। जलाउँदाखेरि थ्याङ्क यू फायर एलिमेन्ट्स, यो मेरो पुरानो बिलिफ सिस्टमलाई लिएर जानु भएको लागि थ्याङ्क यू। तपाईले इन्टेन्सनको साथमा बर्न गर्ने। एन्ड देन नेक्स्ट पार्टमा तपाईले लेख्ने यो कुरा पूरा हुनको लागि पोसिबल छ भनेर एउटा न्यू बिलिफ सिस्टम बनाउने। किनभने म डिजर्भिङ छु, म एउटा पावरफुल सोल हो, मैले सबै कुरा प्राप्त गर्न सक्छु, किनकि युनिभर्सको ल अनुसार वाट एभर आई वान्ट त्यो कुरा मेरो जीवनमा रेडी छ। त्यसको लागि मैले मेन्टल प्र्याक्टिस गर्नुपर्छ, किनकि म भित्र त्यो पावरफुल सोल छ जसले गर्दा म यो पाउन सक्छु। युनिभर्समा अनलिमिटेड अपर्च्युनिटीहरू छ जुन पूरा हुन सक्छ। यी सबै कुरा तपाईलाई जे फिल हुन्छ लेख्ने, जुन कुरा पूरा हुनको लागि चाहिँ अवेलेबल छ त्यो लेख्ने। त्यतिले पनि तपाईको बिलिफ सिस्टम चेन्ज भएन। म सिम्पल एउटा प्र्याक्टिकल तपाईलाई सिकाउँछु, सुन्नुहोस् है त के गर्ने। सबैजनाले यो भिडियो लामो भइरहेको छ, सो हेर्नु होला। फर्स्ट थिङ, हाम्रो शब्दले
एनर्जीलाई क्रिएट गर्छ। तपाईँको हरेक शब्दको वर्डको एउटा फ्रिक्वेन्सी भाइब्रेसन हुन्छ, सोही अनुरूप तपाईँको इन्टायर रियालिटी चेन्ज हुन्छ। यसको लागि सिम्पल कुरा तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँले यो हात हेर्नुभएको छ, यो हातको यो बिचको नाडी छ, नाडीको लाइन छ, यो लाइन चाहिँ दुवै हातलाई यसरी जोड्ने, जोडेर नमस्ते बनाउने। नमस्ते बनाउँदाखेरि बिचको औँलालाई हेर्नुहोस्, बराबर हुनसक्छ कसैको कसैको लामो छोटो। अगर तपाईँको कुनै औँला, यो बिचको औँला जुन बिचको औँला छ लामो छ या छोटो छ, जुन पनि छ, अगर छोटो छ या बराबर छ, यो जुन बराबर छ या छोटो हातलाई यसरी पछाडि लाने, एउटा यो हातलाई यसरी राख्नुहोस्, यसरी पछाडि। अब तपाईँले आँखा बन्द गरेर भन्नुहोस्, मेरो हातको बिचको औँला चाहिँ लामो हुँदै गइरहेको छ। म कमान्ड गर्छु, म बिलिभ गर्छु यो समय मेरो हातको औँला चाहिँ बढिरहेको छ, मेरो हातको औँलाको साइज चाहिँ इन्क्रिज भएर गइरहेको छ। म धन्यवाद दिन्छु युनिभर्स कि मेरो हातको औँला लामो हुँदै गइरहेको छ, मेरो हातको बिचको पोइन्ट जुन औँला छ त्यो चाहिँ बढिरहेको छ। यसलाई तपाईँले बार बार 2-3 मिनटसम्म इन्टेन्सनको साथमा भन्नुहोस्, कमान्ड गर्नुहोस्, डाउट नल्याउनुहोस्। र फेरि तपाईँले यो माथिको लाइन र यो हातको माथिको लाइन बराबर यसरी जोडेर नमस्ते बनाउनुहोस् र आफ्नो औँला हेरेर चेक गर्नुहोस् कतिजनाको औँला हल्का इन्च बढ्यो लेख्नुहोस् र भन्नुहोस् मेरो औँला जसको बढ्यो बताउनुहोस्। र तपाईँको शब्दको एउटा फ्रिक्वेन्सी भाइब्रेसन, जुन बेला तपाईँले कुनै पनि शब्दको कमान्ड गर्नुहुन्छ, बोल्नुहुन्छ, त्यसको एउटा भाइब्रेसन र फ्रिक्वेन्सी रेज गर्छ, निस्किन्छ र त्यही फ्रिक्वेन्सी र भाइब्रेसन अनुसार सर्कमस्टान्सेस चेन्ज हुन्छ। इन्स्टेन्टली तपाईँले आफ्नो हातको औँला पनि लामो छोटो गर्न सक्नुहुन्छ भने सोच्नुहोस् तपाईँको जीवनमा हरेक कुरा पोसिबल छ। यो कुनै चमत्कार होइन, यो रियालिटी हो, साइन्स हो, एउटा युनिभर्सल ल हो, यो एनर्जीको वर्ल्ड हो, हरेक कुरा एनर्जी हो। सो एनर्जीमा हरेक कुरा सम्भव छ र यो सम्भवलाई पूरा गर्नको लागि नै 21 डेज ल अफ अट्र्याक्सन क्लास हर दिन चलिरहेको छ, जहाँ धेरैजनाले सफलता पाउनु भएको छ। अगर तपाईँ साँच्चै नै सिकेर आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने तपाईँले दिएको नम्बरमा कन्ट्याक्ट गरिकन आफ्नो सिटलाई बुक गर्न सक्नुहुन्छ।